तथा मुटुको रोगी मैले नचाउनु पर्ने थियो साइला। कस्तो भुल गरेछु साइला। त चिन्ता खाली साइला। म तँलाई अस्पताल लिएर जान्छु साइला। पर्दैन पौडेलबा, पहिला मेरो कुरा सुन्नुहोस्। यदि म यो वृद्ध आश्रममा केही गरी यो मेरो एकमुठी प्राण गयो भने मेरो त्यो सन्तान बनाउँदो छोरा छोरीलाई मेरो लास छुनु नदिनु। यो कस्तो कुरा गर्दैछ? अनि पौडेलबा, मेरो पछाडि मेरो सबैभन्दा मिल्ने साथी त तिमी हो। र सुन, मैले एउटा हातको औँठी देख्यो भने म क्रिया गरिहाल्छु नि भनेर खाला भनेर मैले त्यो पनि त्यो कोठा म सुत्ने कोठामा मैले छोलामा हालेर राखेको छु। त्यसरी एउटा औँठी बेचेर मेरो यसो काज क्रिया गरिदिनु। यो कस्तो कुरा गर्दैछ साइला? यो मर्ने कुरा मेरो अगाडि साइला। तपाईँ त म त्यो औँठीले पुगेन भने पनि यो औँठी खोलेर भए पनि तपाईँ अस्पताल लिएर जान्छु साइला। तर अर्कै कुरा नगर साइला। पौडेलबा, मलाई एकचोटि त्यो झन्डा ल्याइदिनुहोस्, ल्याइदिनु न। साइला, म झन्डा लिएर आउँछु साइला, तर मर्ने कुरा नगर। हुन्छ।